बेलाजुको भित्रको सिनहरू देख्दै हुनुहुन्छ तपाईँले। यो चाहिँ रोलेक्सको स्टोर यहाँ रहेको छ। यहाँ सुन्दर फाउन्टेन। यो चाहिँ बोटानिकल गार्डन। अब चाहिँ हामी बेलाजुको बोटानिकल गार्डनमा आइपुगिसकेका छौँ। मेरो लेफ्टपट्टि चाहिँ गार्डन रहेको छ। यो चाहिँ बेलाजुको बोटानिकल गार्डन हो। अमेरिका देश बनेको पनि, अमेरिका देश भएको पनि 250औं वर्ष भइसकेको रहेछ। त्यसको लागि साइन पनि थियो, त्यो जुलाई 4 गार्डन चाहिँ यही हो। पछाडिबाट यही हो। अब तपाईँहरूलाई यो गार्डन चाहिँ अगाडिबाट पनि देखाउनेछु। निकै सुन्दर दृश्य छ यो। त्यस्तै त्यस्तै प्रकारको गाना पनि बजाइरहेको छ। यता अगाडि टाइगर्स जुन छ त्यहाँ लायन, सिंह, बाँदर पनि रहेछ। यहाँ पछाडि हेर्दाखेरि एकदम राम्रो सुन्दर दृश्य हात्तीको। निकै सुन्दर छ यहाँ। मान्छेको मैचो लागेको छ यहाँ। लागेन सरी भन्दै हिँड्नुपर्ने रहेछ। चौतन मान्छेहरू। अब हामी चाहिँ बोटानिकल गार्डनबाट बाहिर निस्किँदैछौँ। बाहिर निस्किँदै गर्दाखेरि यता लेफ्टपट्टि रोलेक्सको स्टोर, घडीको एकदम महँगो ब्रान्ड हो रोलेक्स चाहिँ। रोलेक्सको घडीहरू देख्न सक्नुहुन्छ यहाँ। निकै महँगा घडीहरू चाहिँ यहाँ छन्। यो चाहिँ भेगसको एक अट्र्याक्सन बेलाजियो हो। यो बेलाजियोको बोटानिकल गार्डनको बाहिरको फाउन्टेन यहीँ रहेछ। अब मलाई पनि म पनि पहिलोपल्ट यहाँ घुमिरहेको भएर मेरो दाइले हामीलाई घुमाउँदै हुनुहुन्छ। क्यासिनो चाहिँ यतापट्टि रहेछ। भेगसको सबभन्दा ठुलो आउने मान्छेहरू यहाँ आउने कारणै कसिनो भएकाले त्यही नै हेर्न जाँदैछौँ हामी। क्यासिनोमा पैसा हल्का हामी पनि खर्च गर्नेछौँ। हेरौँ अब कति जितिन्छ है त आजलाई। यो चाहिँ क्यासिनो यही हो। हामी पनि एकचोटि चाहिँ खेल्नेछौँ। हेर्दै जानु होला है त। कति जति जित्छौँ, कति जति हार्छौँ, के हुन्छ हेर्दै जानु होला है त। अब हामी चाहिँ यहाँ एउटा मसिनमा आइसकेका छौँ। अब यहाँ चाहिँ दाले चाहिँ मलाई कसरी खेल्ने भनेर देखाउनुहुन्छ। म चाहिँ उमेर नपुगेका कारणले खेल्न पाउँदिनँ। आज कति जितिन्छ हेरौँ है त। अहिलेसम्म चाहिँ हामीले अलिकति पनि जितेका छैनौँ है त। अब
हामीले खेलेर चाहिँ जित्न नसके पनि अरूले खेलिरहेको दृश्य चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। यता हेरौँ यिनीहरूले कति जित्छन् होला त। यो चाहिँ कसिनो है त। यहाँ दिनमै मान्छे अरबपति, दिनकै मान्छे रोडपति पनि हुन्छ यहाँ मान्छे। त्यही भएर निकै सोच्दै नै हो भने डरलाग्दो ठाउँ चाहिँ यो पनि हो। तर बुद्धि पुऱ्याएर खेल्ने हो भने रमाइलो पनि छ होला। हामी चाहिँ हिँड्दैछौँ मैले अब यत्तिकै रमाइलो हेर्दै भेगासको। अब हामी यो घोडाहरूमा पनि पैसा हाल्दैछौँ। यो घोडामा चाहिँ कसै घोडाले पहिला जित्छ भन्ने त्यसमा हालेपछि चाहिँ आफूले हालेर जित्यो भने चाहिँ पैसा दिन्छ। नम्बर 4 र नम्बर 6 को घोडा कुद्दैछन्। हामीले 5 रुपियाँ चाहिँ जितेछौँ है त। आजको 5 रुपियाँ जितेछौँ। त्यो 5 रुपियाँलाई अब हामीले कतिसम्म चाहिँ पुऱ्याउन सक्छौँ हेरौँ है त। $5 होइन। ल हाम्रो 6 नम्बरको घोडामा हालेका छौँ हामीले चाहिँ। ल हेरौँ है त 6 नम्बरको घोडा पछाडि परिसक्यो। कुद घोडा कुद 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 ल। 5 को घोडा आयो। 6 नम्बरको घोडाले चना खाएको रहन्छ बिहान। यहाँ चाहिँ कुन चाहिँ घोडामा कति हाल्दा कति पैसा आउँछ भन्ने चाहिँ यहाँ देखाइरहेको छ। हामीले चाहिँ गए जाओस् भनेर हालेको छौँ। स्क्रिनमा हेरौँ है त। No more bags. They're in the gates. They have great style. And this time, takes the lead. 6 नम्बरको घोडाले अहिले चाहिँ के गर्ला जस्तो थियो तर होइन। फोरले जितेछ। हाम्रो 4मा 3 रुपियाँ चाहिँ जितेछौँ हामीले। ₹3 अब हामी कहाँ हाल्ने त अब। चार 5 6मा कसैले जित्यो भने चाहिँ एक 2 र होइन 1 5 र 6 को घोडामा चाहिँ हामीले बेट हालेका छौँ। कति आउँदो रहेछ है।
दुईमा हाल्न खोजेको थियौँ हामीले तर दुईले नजिक हुनाले हामीले केही पनि थिएनौँ। अब हामी बेलाजियोको कसिनोबाट बाहिर आइसकेका छौँ। अब चाहिँ हामी यताबाट लेफ्ट लिने छौँ। यताबाट लेफ्ट लिँदाखेरि चाहिँ एक्सिट हो, बेलाजियोबाट निस्किन्छौँ अब हामी। अब बाहिरको दृश्यहरू पनि देखाउने नै छु म तपाईँहरूलाई। यो स्पिनिङ डोर, बेलाजियोको स्पिनिङ डोर। तपाईँहरूले यो चाहिँ बाहिर चाहिँ निकै गर्मी हुन्छ यहाँ। भेगस मरुभूमिमा भएका कारणले निकै नै गर्मी हुन्छ बाहिर चाहिँ। अब हामी बेलाजियोबाट बेलाजियो फाउन्टेनतर्फ लाग्दैछौँ। यता ठुलो पोखरी छ, त्यहाँ लाग्दैछौँ हामी चाहिँ। हिँड्दाखेरि चाहिँ हामी रोकिने होइन, गाडीहरूमा चाहिँ हामीलाई रोक्छौँ, किनकि अमेरिकामा चाहिँ सबैजनाले नियम कानुनको पालना गर्ने भएकाले। अगाडि हेर्नु हो भने गाडी चाहिँ आयो है लाग्छ, तर भेगस नै हुनुहुन्छ है। अब बेलाजियोको अगाडिको वाटर सो हेर्नेवाला ठाउँ चाहिँ यही हो। राति चाहिँ एकदम सुन्दर दृश्य हुन्छ। यो अहिले दिउँसो उज्यालो भएको कारणले त्यस्तो केही देखिँदैन यहाँ। यो चाहिँ एक ठुलो पोखरी छ यहाँ। अगाडि देख्नु हुँदैछ भने त्यहाँ गिटार जस्तो एउटा बिल्डिङ पनि बन्दैछ। त्यो अहिले भेगसमा नयाँ बन्दै गएको बिल्डिङ हो। कति पर्यो अरे दादा त्यसको? It's around $4 billion. Hard Rock Casino. $4 billion is a lot of money. नेपाली रुपियाँमा कति हो पनि मैले क्यालकुलेट गरिनँ, किनकि निकै नै धेरै पैसा आउँछ। It's in the shape of a guitar.
हामी खाना खानको लागि चाहिँ रिभल्भिङ सुसीमा आएको छौँ यहाँ चाहिँ कन्भेयर बेल्टमा चाहिँ खानाहरू आउँछ यसरी यहाँबाट लिने खाने अनि हामीले चाहिँ लिइ पनि सक्यौँ हामीले चाहिँ यहाँबाट फुड अर्डर गरेको छौँ फुड चाहिँ अब एकैछिनमा केही क्षणमा आउँदैछ यो चाहिँ खानेकुराहरू चाहिँ यता कन्भेयर बेल्ट भन्छ यसलाई कन्भेयर बेल्टमा चाहिँ घुमेको घुमेछ आफूलाई के खाने हो यहाँबाट लिएर खान पनि मिलो तर अर्डर गर्नु छ भने चाहिँ यहाँबाट अर्डर गर्ने अनि आफ्नो टेबलमै आइपुग्छ कुद्नु खोजेको हो रोबोटद्वारा खाना पनि आइपुग्छ यहाँ अब चाहिँ हामी भेनेसियनतिर लाग्दैछौँ अघि हामी बेलाजियो गयौँ भेनेसियन चाहिँ अब नजिकै छ यो अगाडिको गिटार जस्तो देखिनेवाला कसिनो पनि भन्दैछ यो निकै सुन्दर देखिन्छ टाढाबाट हेर्दाखेरि यही स्ट्रिट हो अलिक स्ट्रिपको अलिक राम्रो देखिने स्ट्रिट किनकि सबै बिल्डिङ्सहरू सबै कसिनोहरू चाहिँ यहीँबाट देखिन्छ चाहिँ भेनेसियन कसिनोको पनि मल बुझ्न चाहिँ हामी लाग्दैछौँ है त यो चाहिँ भेनेसियनको एन्ट्रान्सबाट हामी पार्किङ लटतिर लाग्दैछौँ भेनेसियन चाहिँ सायदै भेगसको सबैभन्दा सुन्दर कसिनो नै हो मा पर्छ तीमध्येको एक नम्बरमा नै पर्न जान सक्छ भेनेसियन चाहिँ भेनेसियन चाहिँ तपाईँको इटलीको भेनिस भन्ने ठाउँ लाई बनाउन खोजिएको हो त्यही अनुसार यहाँ बनाइएको छ अहिले हामी भित्र गएपछि कनालहरू सबै हेर्छौँ अनि तपाईँलाई म देखाउनेछु भेनेसियनको रमाइलो ल है त अब चाहिँ हामी भेनेसियनभित्रै छिरिसकेका छौँ यहाँ चाहिँ कसिनोतिर लाग्दैछौँ एउटा फ्लोर बाहेक अरू सबै चाहिँ पार्किङ छ रहेछ यहाँ चाहिँ यो चाहिँ युरोपियन स्टाइलमा बनेको कसिनो हो यो चाहिँ युरोपको इटलीको भेनिस भन्ने ठाउँमा मोडल गरेको छ राइट सो let's have a look at what Venetian has to offer. Alright, my hopes are high for this one. यहाँको फ्लोर पनि देख्न सक्नुहुन्छ पानी भयो जस्तो छ Yeah. यो चाहिँ भेनेसियन भित्रको दृश्य हो This is in like third floor. Third floor ma pani they bring a water. They have a ride over here. Pani lera aera. This is like creativeness. एकदम आर्किटेक्चरको हिसाबले पनि निकै अगाडि छ यो ठाउँ किनभने तेस्रो तल्लामा छ यो तेस्रो तल्ला जस्तो त लाग्दैन यो सिलिङ हेर्दाखेरि यो आकाश होइन यो सिलिङ हो यो
तेस्रो तल्लामा यत्रो पानी राखेर सबै गर्नु भने एकदमै सुन्दर दृश्य। यहाँ चाहिँ अब अमेरिकन कल्चर, काउबोय ह्याट्सहरू अनि अमेरिकाको 250औं एनिभर्सरीको झन्डाहरू सबै यहाँ छ। Cowboy hats and everything over there. Sorry about that, guys. म तिनीहरूको बाटोमा आएको भएर सरी भने। हेर्दै निकै सुन्दर छ यो ल्याम्प्सहरू, निकै ब्युटिफुल छन्। यिनीहरूले चाहिँ सुनमा सुगन्ध जोडिरहेका छन् अनि यहाँ सबै लग्जरियस ब्रान्ड्सहरूको स्टोर्सहरू रहेका छन्। यता Louis Vuitton, Burberry देखि लिएर सबै छन् यहाँ। निकै सुन्दर छ यो। Like, look at this. Can you imagine? This is the 3rd floor of a casino. No, you can't. This is absolutely gorgeous. Gondolaru. सबैजना फोटो लिँदैछन्, म पनि भिडियो बनाउँदै नै छु। सबै यता लग्जरियस ब्रान्ड्सहरूका स्टोर्सहरू यहीँ छन्। सबैजना लुगा पनि अथेन्टिक वाला लगाइरहेछन्। चाहिँ गोन्डोला राइडको लागि त्यहाँ जानु पर्दछ, त्यहाँ गएर टिकट लिनु पर्छ। निकै सुन्दर दृश्य छ। हामी चाहिँ एस्कलेटरबाट Do you want me to film you? Right. All right, have a nice night. यो चाहिँ माथि आउनेवाला रहेछ। यताबाट चाहिँ तल जानेवाला एस्कलेटर छ। हामी यहाँबाट
तल लाग्छ म अब Oh, the Wizard of Oz. Wizard of the Oz यो चाहिँ स्पेयर भेगसको अर्को एट्र्याक्सनमा चलिराख्ने चाहिँ यो मुभी हो यो मुभी चल्दाखेरि चाहिँ यसमा माथि आकाशबाट स्याउ पनि झर्छ सुन्दर फुलहरू पनि रहेका छन् यहाँ हामी चाहिँ सो यतातिर हेर्छौँ यो चाहिँ निकै सुन्दर रियल फ्लावर त होइन होला नि यो होइन रहेछ thought it was real for a second Bellagio gondola यो चाहिँ एक्चुअल वाला होला है हो रहेछ नि यसको सिग्निफिकेन्स हिस्टोरिकल सिग्निफिकेन्स चाहिँ यहाँ पढ्न सक्नुहुन्छ के भएको रहेछ गन्डोलाको हिस्ट्री चाहिँ यहाँ लेखिएको रहेछ निकै सुन्दर ल भेगस भएपछि यत्रो दृश्य देखाए कसिनो कहाँ छ भन्नु होला आइसक्यो है त भेनेसियनको कसिनो यहाँ चाहिँ 21 वर्ष मुनिका मानिसहरू चाहिँ ग्याम्बल गर्न मिल्दैन यहाँ चाहिँ अमेरिकी कानुनले चाहिँ त्यही देखाउँछ यहाँको सिलिङ पनि हेर्नु होला निकै सुन्दर छ यहाँको सिलिङ यहाँ भेनेसियन पुरै नै निकै सुन्दर ठाउँ छ आफैमा अरू ठाउँ हेरी मलाई चाहिँ भेनेसियन नै सुन्दर लाग्यो तपाईहरुलाई के सुन्दर लाग्यो अवश्य भन्नु होला है हामी अरू पार्टहरुमा भेगसका अरू ठाउँहरु पनि देखाउने नै छौं हेर्दै जानु होला अब भेनेसियनकै अरू कुराहरु केही रहेछ भने म देखाउने नै छु है त आज अब भेनेसियनमा हेर्ने जति कुरा त यति नै थियो अब कुनै दिन भेगस आउनुभयो भने चाहिँ भेनेसियन चाहिँ आउनै पर्ने ठाउँ चाहिँ भेनेसियन रहेको छ भेनेसियन भनेको चाहिँ कसिनो मध्येको एकदम सुन्दरमा पर्छ त्यही भएर भेगस आउँदाखेरि आउन नछोड्नु होला अनि अब हामी भेगसको स्ट्रिपको नाइट लाइफ पनि देखाउने नै छौँ तपाईहरुलाई रातिको झिलिमिली तिहारै आएको जस्तो हुन्छ भेगसमा राति स्ट्रिपमा चाहिँ स्ट्रिप चाहिँ दिउँसो भन्दा पनि राति नै बढी आकर्षक देखिन्छ किनकि दिउँसोको घाममा मान्छेहरू त्यति हिँड्दैनन् ल भेनेसियन यति नै थियो अब म देखाउँछु तपाईहरुलाई लस भेगस स्ट्रिप अब आज चाहिँ हाम्रो भेगसको घुमाइ यति नै थियो भनौँ अब अहिलेलाई चाहिँ भेगसको रातिको रमझम देखाइरहेको छु म तपाईहरुलाई भेगस चाहिँ रातिको सहर नै हो यहाँ दिउँसो गर्मीका कारण त्यति समरमा मान्छेहरू त्यति निस्किँदैनन् अनि उज्यालो हुँदाखेरि निकै सुन्दर देखिन्छ भेगस चाहिँ अगाडिको चाहिँ सिजर्स प्यालेस चाहिँ भेगसकै सबभन्दा महँगो हो नि त दा सबभन्दा ठुलो कसिनो सिजर प्रपर्टिज यहाँ छ र स्क्रिन भेगसको धेरैजसो कसिनो चाहिँ दुईटा मात्र कम्पनीले ओन गरेको रहेछ एमजिएम र सिजर्सले तिनीहरू नै भेगसको सबसे ठुला खेलाडीहरू चाहिँ ती दुईटा कम्पनीहरू हुन् सबै
यहाँ go on गर्ने त्यहाँ कस्मोपोलिटन भन्ने पनि देख्दै हुनुहुन्छ होला ठुला ठुला बिल्डिङहरू यो चाहिँ अब आजको लागि अन्तिम एकपटक अब प्यारिस पनि देखाउँदैछु म तपाईँहरूलाई प्यारिस यही हो अघि हामीले बेलाजियोको फाउन्टेन वाटर सो हेरेको चाहिँ यही नै हो यतै तल छ त्यो पोखरी यही नै भित्र नै हो अघिको त्यो बोटानिकल गार्डन पनि भित्र नै हो अनि यो चाहिँ भेगसको नाइट लाइफ नाइटै पुरै चाहिँ भइसकेको छैन उज्यालै छ ठुल्ठुला स्क्रिनमा एडहरू चलेकै छन् यहाँ माथि सुविधाको कमी छैन यहाँ बाटो काट्नको लागि माथि ओभरहेड ब्रिज यहीँ देख्नै सक्नुहुन्छ तपाईँले ओभरहेड ब्रिजमा माथि जानको लागि पनि हिँडेर जानु पर्दैन त्यहाँ पनि एस्कलेटरहरू निर्माण गरिएकै छ यहाँ सुविधाको त केही पनि कमी नै छैन भेगसमा आजको लागि चाहिँ अब यति नै भेगसको आजको लागि घुमाइ चाहिँ यति नै भयो अब अर्को भिडियोमा चाहिँ अझै पनि घुमौँला यति भन्दै लाइक सेयर र सब्सक्राइब गरिदिनु होला यस च्यानललाई भेगसको बारेमा अरू पनि भिडियोज तथा अमेरिकाको बारेमा अरू पनि भिडियोज हेर्नको लागि धन्यवाद